सिलगढीतिर चाहिँ यस्तो खालको अन्डा पाउँदछ कि मैले छक्कै परेँ कत्रो ठुल्ठुलो अन्डा होइन दाम पनि जम्मै 10 रुपियाँ अब हाम्रो उतातिर त पहाडतिर त 10 रुपियाँमा त यत्रो यत्रो अन्डा पाउँछ हो हेर्नु 10 रुपियाँमा चाहिँ यत्रो ठुल्ठुलो अन्डा फेरि एउटा यसको चाहिँ के खासियत रहेछ भने चाहिँ यो भित्र चाहिँ 2टा रानी हुँदो रहेछ मै अचम्म लागि हेर्नुहोस् न म तपाईँलाई फुटाएर देखाउँछु सबैमा 2टा रानी हुँदो रहेछ हेर्नुहोस् है ए हो एउटा रानी हो तर सबैमा 2टा रानी हुन्छ यहाँ पनि हेर्नुहोस् न तपाईँहरूलाई फुटेर नै देखाउँछु 2टा रानी भएको अन्डा चाहिँ फर्स्ट टाइम देखेँ म त्यही कारण म अचम्म लागेर किनेर ल्याएको कि ए हेर्नुहोस् त है 2टा उयसमा 4टा रानी जम्मा 2टा खोलमा जति पनि अन्डा छ सबैमा 2टा रानी हुँदछ म अचम्म लागि हेर्नु न यी 2टा अन्डाको चाहिँ अब आधी उयो पोल नै भयो नि त्यो पनि जम्मै 10 रुपियाँ गोटा त्यो पनि लोकल अचम्म लाग्यो मलाई त्यही कारण भिडियो बनाएको